साथीहरू गुड मर्निङ छ है। गुड मर्निङ। म चाहिँ आज मेरो बुढीको मिनी ब्लग बनाउँदैछु अनि मेरो चाहिँ बिहान 11 बजे हुन्छ। 11 बजे भएपछि म नुहाइ गरेर कपाल यसो सर 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 के हो यो गरेर अनि के हो यो मोइस्चराइजर अनि यो लतरी पोतरी गरेर होइन। अनि त्यसपछि बोल त छोरीसँग कुरा नगरिकन त बिहानै हुँदैन मेरो फेरि होइन। अनि म त्यसपछि त एउटा टिकटक त जानै पर्यो। टिकटक गएपछि दर्याम साडी लाएर आएपछि दर्याम कराम भनेर टिकटक बनाएपछि हाम्रो चाहिँ आज घुम्न जाने प्लान छ। अस्मिता सर आउँदै हुनुहुन्छ, त्यही भएर हामी चाहिँ स्ट्याचफिल्ड स्क्वायर गयौँ। त्यसपछि ओ मेरो हस्बेन्ड वाउ हि लुक गुड। अनि चाहिँ अस्मितलाई भेटेर हामी अस्मितसँग भेटघाट गरेर जाँदैछौँ। आज हाम्रो डेस्टिनेसन सी क्लिफ ब्रिजतिर, भ्यू पोइन्ट हो र दर्याम गर्दै हामी चाहिँ अनि बाटोमा लाग्दैछौँ। बाटोमा अरे फेरि यो चाहिँ लाग्दैछौँ। अनि हामी चाहिँ अब ठ्याक्कै हाम्रो डेस्टिनेसनमा ठ्याक्कै आइपुग्नु। ल हेर्नुहोस् त कस्तो राम्रो भ्यू, घाँस र पानी बाहेक केही छैन। घाँस र पानी बाहेक केही छैन। के हो यो? ल हेर्नुहोस् त हाम्रो गहिरो टक। हामी आज सी क्लिफ ब्रिजमा हामी यो ब्लगबाट हाम्रो आगमनको घोषणा गर्दैछौँ। अब ब्लगरहरू सतर्क भएर बस्नुहोस्। अब हामीले मार्केट खानेवाला छौँ। अर्कै छ। अनि हामी त्यसपछि श्री वेङ्कटेश्वर टेम्पल गयौँ। यो चाहिँ अलिकति बिच बाटोमा पर्ने रहेछ। अनि हामी चाहिँ यसो हेरेर अनि घरतिर फर्किँदै थियौँ। फर्किँदै बाटोमा हामीले एउटा दर्याम देख्यौँ। त्यो चाहिँ हामीले भिडियो खिच्न पाएनौँ, सरी फर द्याट। अनि त्यसपछि हामी खाना गयौँ। खाना कहाँ गयौँ भने स्क्वेयर्स खान गएर अनि मायालुमा गएर यस्तो लाफिङ साफिङ खानु पऱ्यो बुढाहरूलाई भन्दै अनि बाई गरेर अस्मितलाई